आज 15 गतेको दिनमा सबैको पसल बन्द हुँदा पनि म चाहिँ काम गर्न जानु पर्ने भयो। तर किन होला त? All right guys, all right, welcome back to my mini vlog. I hope सबजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। अनि सर्वप्रथम त मेरो टिकटक फ्यामिली, युट्युब फ्यामिली, फेसबुक फ्यामिली, इन्स्टा फ्यामिली सबैजनालाई गुड मर्निङ भनेर आजको दिन सुरु गर्दै छु। अनि त्यसपछि बिहानै मासु र भात हालेर ल्याम दबाएसी लागे म मेरो कामतिर। अनि आज चाहिँ 15 गतेको दिन थियो। अनि 15 गतेको दिन चाहिँ हाम्रो जितपुर बजार सबै बन्द हुने गर्छ। अनि सबै बन्द हुने भए तपाई चाहिँ किन पसल गएको त भनेर भन्नुहुन्छ भने मेरो चाहिँ हिजो नै भोलिको लागि 5 वटा अपॉइन्टमेन्ट बुक भइसकेको थियो। अनि उहाँहरुलाई चाहिँ बिहेमा जानु पर्ने रहेछ। अब बिहेमा गइसकेपछि त अलिकति हिरो बनाएर पठाउनै पर्यो। त्यही भएर आज 15 गतेको दिन पनि मैले चाहिँ पसल खोल्नु पर्यो। अनि पसल खोल्ने बित्तिकै 5 जनाको फटाफट हेयरकट हानेर तल स्कुटरमा आएर के बसिरहेको थिए। त्यतिकैमा यसो आकाशतिर हेरेको त आकाश त क्या बबाल पो देखिरहेको रहेछ। साथीहरु यो आकाशको कुरा गर्दाखेरि मलाई एउटा कुरा झट्ट पनि याद आइहाल्यो। आज फागुनको 15 गते मगर दिवस पनि परेको रहेछ। यदि मेरो भिडियो पनि कोही मगर दाजुभाइ अथवा दिदीबहिनीले हेर्दै हुनुहुन्छ भने हजुरहरुलाई मनैदेखि धेरै मगर दिवसको शुभकामना गरेको छु। हजुरहरुले आफ्नो ठाउँमा मगर दिवस एकदमै राम्रो र रमाइलो तालले मनाउनु भएको होला। हजुरहरुलाई थाहा छैन भने मैले टिकटकमा मात्रै नभएर युट्युब, फेसबुक, इन्स्टाग्राम सबैतिर भिडियो हाल्ने गर्छु। फेसबुक र इन्स्टाग्राममा नाम सुदीप ब्लग्स नै रहेको छ। अनि यदि हजुरहरु युट्युबमा जोइन हुन चाहनुहुन्छ भने युट्युबको लिंक चाहिँ मैले टिकटकको बायोमा राख्दैको छु। हजुरहरुले त्यहाँबाट गएर पनि सब्स्क्राइब गर्न सक्नुहुन्छ। अनि आज चाहिँ मलाई दिनभरि गरेको काममा सबभन्दा बेस्ट काम चाहिँ यही लागेको थियो। अनि धेरै जनाको काम गरेर सकिसकेपछि फाइनली पसल बन्द गरेर घर जाने बेला पनि भइसकेको रहेछ। त्यसपछि पसल बन्द गरेर लागे म घरतिर। मात्रै के पुग्न पाएको थिए मलाई त मेरो साली आएर सरप्राइज पो दिइरहेको रहेछ। अनि यता फेरि तपाईको मेरो सबैजनाको प्यारो मान्छे आयन्स पनि आइसकेको रहेछ। आयन्स चाहिँ कहाँ गएको थियो र भनेर कन्फ्युज हुनुभएको छ भने आयन्स चाहिँ मेरिउनीसँग उसकै माइत गएको थियो। अनि एकछिन सालीसँग कुरा गरेर बसिरहेको थिए। त्यतिकैमा मेरिउनी कल्चरबाट आउने बेला पनि भइसकेको रहेछ। त्यसपछि आवाज न आज त चम्काइदिन्छु भनेर ढोकामा लुकेर बसिरहेको थिए। त्यतिकैमा आयन्सले त आन्टी अङ्कल त ढोकामा लुकेर बस्नु भएको छ तपाईलाई तर्साउन भनेर भनिदिहाल्यो। अनि त्यसपछि आज मैले दिउँसो खाजा नखाएको कारणले गर्दाखेरि लास्टै भोक लागेको थियो। अनि मेरो उनीलाई मेरो फेभरेट टमाटरको अचार पिस्न लगाएर सबैजनालाई खाना हालेर हामी लाग्यौं खाना खानतिर। अनि मासु खादा वाक्क भएर आज चाहिँ मैले आलु र गेडागुडी पकाउन लगाएको थिएँ। अनि आलु र गेडागुडीसँग ल्याम खाना खाएर पनि सकियो। यति भन्दै आजलाई यति नै होप गर्छु हजुरलाई भिडियो मन पर्यो होला। यदि भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नबिर्सनु होला। हजुरलाई भेट्ने छु अर्को मिनी भ्लगमा। त्यतिन्जेलको लागि बाइ बाइ।